नमस्कार साथीहरू, यहाँहरू सबैजनालाई मन्त्र शक्ति अफिसियल युट्युब च्यानलमा स्वागत छ। म तपाईँकै साथी बिजुली परियार। साथीहरू, आजको यो बसेमा मैले यहाँहरू माझ हामीले कुनै पनि मन्त्रहरू साधना गर्दै गर्दा, कुनै मन्त्र उच्चारण गर्दै गर्दा हैन, हामीले मन्त्र उच्चारण गरेर कसैलाई फुक्दै गर्दा, कुनै मन्त्रद्वारा साधना गर्दै गर्दा कारणवश कुनै मन्त्रको शब्द छुट्यो, कुनै मन्त्रको शब्द उल्टो भनियो, यानि कि स्पष्ट रूपमा भन्न सकिएन, उच्चारण गर्दाखेरि गलत उच्चारण गरियो, र कुनै अवस्थामा मन्त्र लामो छ त्यसको पंक्ति नै छुट्यो भने त्यस्तो अवस्थामा के गर्ने त हो। आज म तपाईँहरुमाझ यही विषयमा जानकारी गराउनको निमित्त उपस्थित भएको छु। साथीहरू, यदि हामीमा त्यो समस्या आयो यदि भने त्यो मन्त्र छोड्दै गर्दा, त्यो मन्त्रको पंक्ति टोड्दै गर्दा, त्यो मन्त्र अशुद्ध उच्चारण हुँदै गर्दा त्यसको दोष नलाग्ने, त्यो सबै दोष मेटाउने एउटा स्वयं सिद्ध महाशक्तिशाली साबर मन्त्र लिएर उपस्थित भएको छु। यो आफैमा स्वयं सिद्ध साबर मन्त्र रहेको छ र यसलाई तैपनि हामीले सिद्ध गर्नुपर्ने हुन्छ है। यदि तपाईहरु यो मन्त्र सिद्ध गर्न चाहनुहुन्छ भने कृपया भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर लाइक, कमेन्ट र शेयर गर्न भने नबिर्सनु होला। साथीहरू, यदि तपाईहरु मेरो यो अफिसियल युट्युब च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ तर यो च्यानलमा भएका भिडियोहरु पहिलोचोटि हेर्दै हुनुहुन्छ भने तपाईले सबैभन्दा पहिला यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला र नजिकै रहेको बेल आइकनलाई पनि प्रेस गरी अल गर्न नबिर्सनु होला, किनभने तपाईहरुको युट्युब च्यानलको नोटिफिकेसन बारमा जुन मैले नयाँ भिडियोहरु बनाएर अपलोड गर्नेछु तत्कालै देखाउनेछ र तपाईले सो भिडियो हेरेर ज्ञान आर्जन गर्न सक्नुहुनेछ। र तपाईले मन्त्र शक्ति अफिसियल युट्युब च्यानलमा कुन चाहिँ भिडियो आयो होला भनेर त्यसलाई सर्च गरिरहनु पर्दैन, खोजिरहनु पर्दैन। यो झन्झटबाट तपाईले मुक्ति पाउनुहुन्छ, तपाईले एक क्लिक गरे बापत। यसमा मैले तपाईहरुलाई धेरै किसिमका मन्त्रहरू ल्याउने छु। ताबिज कसरी बनाउने, बुटी कसरी बनाउने, हुन त तपाईलाई मैले मन्त्र ज्ञान नेपाल युट्युब च्यानलमा पनि बुटी बनाउने सँग सम्बन्धित कुराहरू राखेको छु, त्यो बुटी बनाउने तरिका पनि राखेको छु। त्यो अन्तर्गत तपाईले यसमा पनि केही ताबिजहरू बनाउने विधि पनि पाउनुहुनेछ। साथीहरू, म यहाँलाई एउटा निवेदन गर्न चाहन्छु, यदि तपाईहरु नेपाल भित्र हुनुहुन्छ अथवा नेपाल बाहिर हुनुहुन्छ, तपाई बिमारी पर्नुभयो, तपाईको साथमा कोही छैन, सबैभन्दा पहिला तपाई मेडिकल ट्रिटमेन्टको लागि, चेकअपको लागि जानु होला। तपाईको स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या छ भने है, र त्यति गर्दा तपाई मेडिकल ट्रिटमेन्टमा जानुभयो, हस्पिटल जानुभयो, चेकअप गर्नुभयो, हस्पिटलमा मेडिकलमा कुनै कारण देखिएन, कुनै रोग देखिएन, कुनै रोग पनि देखिएन र कुनै दबाईले तपाईले दबाई चलाउँदै गर्दा, मेडिसिन चलाउँदै गर्दा पनि त्यो मेडिसिनले काम गरेन भने पनि हामीलाई सम्झिनु होला। तपाईलाई बिना झारफुक पनि त्यो मेडिसिनले काम गर्ने विधि पनि हामी बताइदिन सक्छौं है। कतिपय अवस्थामा तपाईले चेकअप गरेर आउनुभयो, तपाईलाई एउटा रोग देखियो तर त्यो रोगको औषधि तपाईले सेवन गर्दै गर्दा पनि त्यसले काम नगरेको अवस्था पनि हुन्छ। त्यो समयमा त्यसलाई पनि कसरी त्यो औषधिले काम गर्ने बनाउने, यी कुराहरू पनि हामीले विचार गर्नुपर्ने हुन्छ है। तपाई देश विदेशमा हुनुहुन्छ, नेपालमा हुनुहुन्छ, नेपाल बाहिर हुनुहुन्छ भने पनि तपाई बिमारी हुनुभयो, कहाँ गएर के गर्ने होला, लौ न मलाई कसले चाहिँ हेरखोज गर्ला भनेर चिन्ता नगर्नु होला। तपाईहरु आफै योसँग सम्बन्धित कुराहरू, मलाई के लागेको रहेछ, म किन बिमारी भएँ, मलाई कुन नकारात्मक शक्ति के लाग्यो, मसान भूत प्रेत पिशाच के लागेको छ, त्यो सबै कसरी छुट्याउने भन्ने विषयमा तपाईहरुमा हामीले म्याथमेटिकली रूपमा तपाईको नामबाट, चामलको विधिबाट, अक्षता हेरेर हैन, अथवा जोखाना हेरेर, आखत हेरेर यी सबै कुराहरू तपाईलाई हामीले सिकाउने छौं। पानी जोखानाबाट, जल दर्पणबाट, हरानीबाट, ढुङ्गाबाट, सुपारी र कुशबाट, मालाबाट, चामलबाट, हातको औंला गनेर हैन, यो धेरै कुराहरूको साधनाको माध्यमबाट, यी सबै कुराहरूको माध्यमबाट हामीले तपाईलाई लाई लगन मध्ये कुन चाहिँ लागेको छ त्यो छुट्याउन, त्यो पत्ता लगाउनको लागि क्लास सञ्चालन गरिरहेको छौं। तपाई पनि त्यो क्लासमा जोइन हुन सक्नुहुनेछ। क्लास जोइन गर्नको लागि त्यो भित्र रहेका नीति नियम तपाईले बुझ्नुपर्ने हुन्छ। यसको लागि तपाईले मलाई WhatsApp नम्बर 97 140 73 41 37 मा सम्पर्क गर्नु होला। यसमा तपाईले सम्पर्क गरेर
तपाईले पनि क्लास लिन सक्नुहुनेछ। यो जोखाना हेर्ने यानि कि आँखा र विचार गर्नेसँग सम्बन्धित, आँखा हेर्नेसँग सम्बन्धित, आर्जे हेर्नेसँग सम्बन्धित, ची हेर्नेसँग सम्बन्धित हामीले क्लास सञ्चालन गरिरहेका छौँ। यसमा तपाईँ पनि पार्टिसिपेट हुन सक्नुहुनेछ, भाग लिन सक्नुहुनेछ। यसको विस्तृत रूपमा बुझ्नको लागि तपाईँले 9741734137 व्हाट्सएप नम्बरमा मेसेज गर्नुहोला, कल नगर्नुहोला। तपाईले कल गर्नुभयो भने फोन उठ्दैन, त्यसकारण तपाईले मेसेज गर्नुभयो भने मैले तपाईको मेसेज जुन बेला मलाई समय मिल्छ त्यो समयमा हेरेर तपाईलाई मैले रिप्लाई गर्नेछु। कतिपय साथीहरूले कसरी सिक्ने होला भनेर मलाई भिडियोको कमेन्ट गर्नुभएको छ र मैले उहाँलाई मेसेजमा नम्बर पनि पठाइदिएको छु। धेरै विधिबाट हामीले कसलाई के लागेको छ त्यो हेर्न सक्छौँ। मैले भने तपाईँ विदेशमा हुनुहुन्छ भने पनि नातिनु होला, तपाईँ आफैले हेर्न सक्नुहुनेछ। यदि तपाईँले हेर्न आएन, तपाईँले त्यो मौका पाउनु भएन, पढ्न पाउने, अध्ययन गर्न पाउने, अनलाइन क्लास लिन पाउने, मसँग तपाईँले अनलाइन क्लास लिन सक्नु भएन भने तपाईँले आफ्नो नाम, थर, ठेगाना सबै लेखेर पठाउनु होला। तपाईँ हाल कुन देशमा हुनुहुन्छ त्यो देशको नाम समेत पठाउनु होला। त्यसपछि हामीले तपाईँलाई खोज गरेर तपाईँको नामबाट हेरेर सबै कुराहरू तपाईँलाई बताइदिनेछौँ। तपाईँलाई ग्रह दशा लागेको हो कि, तपाईँलाई लाइ लगन लागेको हो कि, ग्रह दशा कति वर्षसम्म छ र त्यसलाई कसरी हटाउने, यी सबै कुराहरूको बारेमा तपाईँलाई जानकारी गराउनेछु। आजको यो वर्षमा भने तपाईँलाई मैले मन्त्र त्रुटिनाशक मन्त्र लिएर उपस्थित भइसकेको छु। कुनै पनि मन्त्र उच्चारण गर्दै गर्दा, कुनै साधनामा बस्दै गर्दा यो मन्त्रलाई चाहिँ कसरी त्रुटि भएमा कसरी चाहिँ त्यसलाई उत्कलन गर्ने भन्ने विषयमा जानकारी गराउन गएको छु। यसलाई तपाईँले यो मन्त्रलाई आफैमा स्वयंसिद्ध मन्त्र, तैपनि तपाईँले यसलाई शक्तिशाली र तीव्र रूपमा काम गर्नको लागि बनाउन तपाईँले मङ्गलबार, शनिबार अथवा औँसीको राति यो मन्त्रलाई चाहिँ 1 माला जप्नुहोला। भगवान गोरखनाथ अथवा तपाईँले चाहिँ हनुमानजीको स्मरण गरेर यो मन्त्रलाई चाहिँ जप गर्नुहोला। धूप दीप बालेर है, दियो बाल्नु होला, धूप बाल्नु होला, धूप सकेसम्म बाटेको धूप बाल्नु होला। त्यस पछाडि तपाईँले जब यो मन्त्र तपाईँले चाहिँ त्यहाँ बसेर 1 माला गर्नुहुन्छ, 1 माला जप्नुहुन्छ, त्यो जप गरिसकेपछि तपाईँले तत्कालै त्यहाँ भएको त्यो जुन खरानी छ, धुपको खरानी, त्यसलाई थोरै मात्र तपाईँको जिब्रोमा र थर्ड आईमा लगाउनु होला, निधारमा लगाउनु होला है, जहाँ तपाईँ टिको लगाउनुहुन्छ त्यहाँ लगाउनु होला। यति गरे पछाडि तपाईँको यो मन्त्र कण्ठ पनि हुन्छ र तपाईँको जिब्रोमा सदा सर्वदाको लागि यो मन्त्र जागृत भएर बस्नेछ र तपाईँले कुनै पनि मन्त्र प्रयोग गर्नुभन्दा अगाडि र मन्त्र गरिसके पछाडि, फुकिसके पछाडि यो मन्त्रको प्रयोग तपाईँले 3 पटक गर्नुपर्ने हुन्छ है। 3 पटक यो मन्त्रलाई उच्चारण गरेर मात्र तपाईँले कुनै पनि साधना गर्दाको मन्त्र अथवा कुनै पनि फुक्ने बेलाको मन्त्र चलाउनु होला। मन्त्र भने यस प्रकारका रहेका छन्। पक्कै पनि यहाँले मन्त्र देखिसक्नु भएको छ। यहाँलाई मैले सिद्ध गर्ने विधि र प्रयोग गर्ने विधि बताइसकेको छु। यसको विस्तृत जानकारी भने तपाईँलाई मैले डिस्क्रिप्सन बक्समा दिनेछु। तपाईँले डिस्क्रिप्सन बक्समा गएर पनि यो मन्त्रको बारेमा धेरै कुराहरू पत्ता लगाउन सक्नुहुनेछ भन्दै आजको बसैबाट यहाँहरुमा उज्जवल पुन जान्छु। बिदा दिनुहोस्। हस्त धन्यवाद। नमस्कार।